हेलो साथीहरू, हजुरहरू सबैलाई स्वागत छ मेरो ब्लगमा। आज म आएको छु मेरो साथीको घर, मेरो साथी खुसीको घर। यहाँ चाहिँ मेरो साथी खुसी। हेलो भन्दै खुसी। यता चाहिँ मेरो साथी नितु। हामी चाहिँ यहाँ खाजा खाना गइरहेको छौँ। हाम्रो खाजामा छ करेन्ट, अन्डा, अनि यो पिरो ढुङ्ग्री, अनि ड्रिङ्क्स मतलब कोल्ड ड्रिङ्क्स, माउन्टेन ड्यू। ल अब चाहिँ हामी खाना सुरु गरिरहेको छौँ। यो मोबाइललाई पनि कहाँ राख्नु होला। तिनजना भएर Hello guys. तर काँटा भएको भए सजिलो Cheers. दामी। तर एकटामा बुढिया पनि होला। दामी। तर धेरै हो। तर यो एग होला नि किन त गाउँबाट लोकल एग नआउनु नि सम्भव हुन्छ। आजकल गाउँमा कुखुरा पाल्नै छोडिसके मान्छेले। हामी चाहिँ गफ गर्दैछौँ गाइस, गफ गर्दै खाँदैछौँ हामी गाउँघरको कुराहरू, यसो साथीहरूको कुराहरू सुनाओ है नयाँ नौलो खबरहरू। खुसी त धमाधम छ। त्यो फेस काट्यो हो। सरी म यहीँ छु साथी। गाइस हाम्रो यसको पनि एउटा छोरा छ, मेरो पनि एउटा छोरा छ। यो चाहिँ न्युली म्यारिड हो होइन, यसको चाहिँ पछि हुन्छ। छोराहरू चाहिँ सुतिरहेछन्, हामी चाहिँ मौकामा धमाधम दिइरहेछ। खोइ मलाई मात्रै गर्नु भएको कि तिमीलाई पनि भएको छ? तँलाई मात्र कसैको शरीरै यस्तो हुन्छ हौ। तर मेरो छोरालाई पनि त्यस्तै हुन्छ हौ, पसिना यस्तो छिटो आउँछ नि त्यसलाई। सुतेको छ नि पछाडि आइसक्यो होला कपालमा, घाँटीमा। त्यो छोरा पनि सुसान अहिले यस्तो छ क्या, अहिले केटाकेटी सानो सानो जस्तो ठुलो हुँदै जाँदा चाहिँ अलिकति के पत्याउनु त खै बुढी भइसक्यो यस्तो पसिना आउँछ। मेरो मलाई फर्काउनु दिनु। मलाई पनि अल्छा ल्याएर दिएको थियो क्या, अनि मैले त्यहाँबाट यो खाना थालेको। मिठै रहेछ यो पिरो खानु मन लाग्यो भने खानु हो। यो पिरो त्यो माथि त्यो पिरो म्याक्स भएको हातमा त्यो त पिरै छैन हो। गाइस मेन कुरा चाहिँ के हो भने आज म साथीको घर आएको होइन, बच्चा च्यापेर आएको थिएँ। तर के भयो भने चप्पल चाहिँ एउटा मेरो एउटा बुढोको लगाएर आएको छु। साथीले चप्पल खोजेर यहाँ राख, चप्पल चाहिँ यहाँ साइड ला है भन्दाखेरि म चाहिँ यस्तो खुट्टा भइरहेको भरे एउटा चप्पल मेरो एउटा चप्पल बुढोको रहेछ। म झन्डै पागल भएँ। अब म घर कसरी जान्छु थाहा छैन। एउटा बुढाको एउटा मेरो चप्पल आएर जान्छु होला। त्यो फोटो पनि म हालिदिन्छु। फोटो होइन म भिडियो बनाउँछु अहिले। तँलाई कोही नदेख्ने बेला भएपछि हामी घर पठाउँछौँ नि त, राति अन्धकारमा कसैले देख्दैन भने लाइट बलेको हुन्छ नि त। कसले खुट्टा हाल्छ हौ राति त? अन्त त्यो त दिउँसो त यसले हेरिन मेरो सँगै आएको, यो सँगै आएको सफारीमा, एउटै सफारीमा चढेर आएको। यसले पनि देखिन गाइस। उसको पनि छोरा थियो नि त। उसको पनि छोरा र एउटा ठुलो झोला थियो कि बिचमा सिटीवाला त्यो पनि हुनसक्छ। सिटीवालासँग चप्पल साथी जस्तो छ। कोसँग पो उयो गर्नु बिचमा त्यही सफारीमा आएको पुरै उतैदेखि होइन, यसको घर अगाडिको चोकमा ओर्ले अनि त्यसपछि अर्को सफारी चेन्ज गरेको। त्यसलाई त्यही घरबाट भयो, घरमै भएको क्या। गाइस हाम्रो करेन्ट चाहिँ सकिन लाग्यो। आस्थाले सकायो गाइस। यो धेरै खान्छु। यस इट्स ट्रु, म धेरै खान्छु तिम्रो भन्दा। यो खानु खाँदैन अब दुइटा खाइसक्यो भने खाँदिनँ भन्छस्। ज्यानहरू पनि थाहा हुन्छ नि कसले धेरै खान्छ भनेर।
तपाईँ चियाको रिसेस यो चाहिँ अलिक छिन ठिकै छ यो यो तेरो मेरै हो दुई आइसकेको छ के खा भने कि त यहाँ बरु मेरो छ उसले दुइटा खाइसक्यो अलिक खान्न अहिले उयो आदि होला हो होइन तेरै हो मैले तिमीलाई यति खाइसकेको जम्मा let's go थोरै नै भयो मलाई अघि भनिहाल्नु पात्र बनाउनु बसेको भनेको एकछिनमा खाजा बनाउँछु भरे हामी चिकन खान्छौँ तुम भिडियो लिएर आउँछु गाइज चिकन लिएर हेर न पुन्टु पुन्टुको लप इन्द्रेणी रङको छ तिम्रो निर्मल संसार कमलको फुल झै तिम्रो कमलो मुहार सानो सानो आस्ताको बर्थडेमा के पकाएको मैले गाइज हाम्रो यहाँ चिकन पाक्दैछ त्यसले अघि हालेको छैनस् हालेँ त मैले नदेखेको यता चाहिँ सघाउँदैछ लसुनहरू कैलाउनलाई यता अर्को पुन्टे चकचक गर्दैछ मेरो पुन्टे चाहिँ एनी टाइम बोक्नु बोक्नु के हाले साना साना नाचिदेऊ नाचिदेऊ हाई गरेको आजको लागि चाहिँ हाम्रो ब्लग यति नै हाम्रो दाल पाकिसकेको छ अचार बन्न बाँकी छ खाना बन्न बाँकी छ आँखा लगाइरहेको छु यहाँ खेलिरहेछ सार्बिन सार्बिन के चक्चक गरेको बाबा भन्दैछ आजलाई यति नै हामी फेरि अर्को ब्लग लिएर आउने नै छौँ चाँडोभन्दा चाँडो बाई बाई